यो भतुवा होइन गाइजहरू उता नेपाली पसलमा गएर चाउमिन टन्न खाएर आयो। यता आएर ऊ एक कडाई भात यहाँ ल्याम्मै पारिसकेको छ के। यस्तो छ मान्छेको तार। के भन्ने त अब यो मान्छेलाई। हेर त मैले 1.5 केजीको भात पकाएको थिएँ हामी 3 जनाको लागि भनेर एक्लैले पुरै भात सकाएर अझै चाटी खाइरहेको छ कि। उता 1,500 को उता होटलको बिल आएको थियो। त्यो 2 चोटि चाउमिन मागेको थियो कि उता पनि एउटै प्लेटले भएन नि होइन दोस्रो चोटि नि। यता आएर यो रुममा त भात खाएर के भन्ने त अब यस्तालाई। मासुको हड्डी सड्डी चबाउँछ दाँत त कुकुरकै जस्तो छ क्या यसको पनि।